ए नमस्ते दाजु, के गर्दै हुनुहुन्छ आजभोलि? हँसियादार लाग्यो। अनि कता लागिस् अनि? यहीँ सिडिओ कार्यालय गएर आएको पासपोर्ट लिएर। अब विदेश जानु पर्यो भनेर। विदेश? किन जान आँटिस् नि विदेश? यहाँ के गर्नु दाजु, न काम छ न कमाइ, अब विदेश गएर कमाउँछु भनेर। विदेशमा कमाएर के गर्छेस्? अब विदेशको पैसाले एउटा घर बनाउँछु, एउटा गाडी किन्छु, एउटा परिवारलाई सुखी दिन्छु। र त्यसपछि? त्यसपछि आएर आरामले बस्छु। तैँले कहिले सोचेको छिस्? त्यो आराम तैँले यहाँ पनि पाउन सक्छस् नि। तर दाइ त्यो कुरा सम्भव छ र? यहाँ त खेती गरेर राम्रोसँग कमाइ हुँदैन। हो, तेरो यही सोच गलत छ। म पनि खेती गर्छु, कमाइ राम्रो भइरहेछ, जीवन गुजारा चलिरहेछ त। पैसा मात्र सबै थोक होइन है। विदेशमा तैँले समय, परिवार र आफ्नो अस्तित्व गुमाउँछस् है। तर दाइ विदेशमा त राम्रोसँग कमाइ हुन्छ नि, यहाँ त जिन्दगी दिक्क लाग्दछ। भाइ, तिमीलाई थाहा छ, पहिले मैले पनि विदेश जाने सोच बनाएको थिएँ। तर जाने बेलामा एकचोटि सोचेँ, मेरो देशको माटो, मेरो परिवार, त्यो छाडेर चाहिँ विदेश जान मनै लागेन। पैसाको त मलाई सोचै आएन। यहीँ अलिकति मेहनत गर्नुपर्छ, खेतीपातीमै छ पैसा। तर दाइ खेती गर्दा घाटा भयो भने चाहिँ के गर्ने? होइन, घाटा जोखिम भन्ने कुरा हरेक काममा हुन्छ, तर त्यसलाई आधुनिक तरिकाले गर्न जान्नुपर्छ क्या। अहिले त तिमीहरू जस्तै युवाले त खेतीलाई स्मार्ट बनाउन सक्छौ नि। उन्नत तरिकाको बिउ, बिजन, प्रविधिको अध्ययन अनुसन्धान गरेर पनि त खेतीबाट मनग्गे आम्दानी कमाउन सक्छौ है। तर मैले त यी कुराहरू राम्रोसँग बुझिनँ नि। हो, त्यो सिक्नको लागि त सर्वप्रथम तिमी त गाउँमा बस्नुपर्छ। गाउँमा बसेर त समय र मौका मिल्छ। विदेशमा गयो भने त्यो अवसर पाउँदैन हो तिमीले। हुनु त हो दाइ, मैले कहिले यहाँको सम्भावना हेरेर सोचिनँ नि, यहाँ के काम गर्नु सकिँदो रहेछ। भाइ, यो माटोले हाम्रो पुर्खा पितालाई पाल्यो। यो माटोलाई माया गरेर हामी पनि सफल हुन सक्छौँ। हो रहेछ दाइ। जाउँ भाइ। मैले लगाएको खेती गर्न सकिन्छ नि।